एक पटक वनको राजा सिंहको पेट गडबड भएछ। वनका धेरै जनावरहरू आफ्ना बिरामी राजालाई भेट्न आए। भेट्न आएको जरायुले भन्यो, सरकार, हजुरको सास त साह्रै गनाउँदो रहेछ। तैँले मेरो सास गनाउँछ भन्ने साहस कसरी गर्न सकिस्? सिंह जरायुमाथि जम्त्यो। तिमीलाई मेरो सास कस्तो लाग्यो? सिंहले बनेलसँग सोध्यो। जरायुको ढुङ्ग्रित आफ्नै अगाडि देखेको बनेलले भन्यो, हजुरको सास त साह्रै सुगन्धित छ सरकार। पेट बिग्रेको बेलामा पनि सास सुँगिँदो हुन्छ? तैँले मलाई मूर्ख बनाउन खोजेको। बनेल पनि सिंहको शिकार बन्यो। अनि तिम्रो विचार के छ? सिंहले स्याललाई सोध्यो। के गर्ने सरकार, म कुनै कुराको भन्द नै थाहा पाउँदिन। यो चतुर जवाफले स्यालले सिंहको शिकार हुनु परेन। त्यही भएर हामीले पनि आफ्नो जवाफ दिँदाखेरि सोचेर आफ्नो उत्तर दिनुपर्छ र सोधेर उत्तर दिनुपर्छ भन्ने सन्देश पाइन्छ।